वास्तवमा कुरो के थियो भन्दा हामी आज बनेपासम्म मात्रै आउने कुरो थियो। त्यसकारण मैले क्यामेराहरू बोक्न सकिनँ, तर पनि मोबाइलबाट सजिलो पनि छ मोबाइलबाट लाइभ गर्नको लागि। त्यस कारणले गर्दा यसमा दुःख मनाएको केही छैन। तर अर्को पटक बनेपा र त्यसपछि पनौतीको धार्मिक स्थलहरूलाई म क्यामेरामा कैद गर्ने प्रयास गर्छु र त्यसलाई डकुमेन्ट्रीमा विश्वव्यापी बनाउने एउटा प्रयास पनि गर्छु म। लगभग 2000 भन्दा माथि हामी आइपुगेका छौँ। यहाँ वर्षायाम, वास्तवमा मौसम वर्षायामको त होइन, असार साउनमा वर्षा हुने, तर हाम्रो क्यालेन्डर पनि चेन्ज हुने लागिरहेछ। नेपालको क्यालेन्डर वेदरका कारणले वैशाख महिनामा निरन्तर असिना पानी परिरहेछ। यो वेदर ग्लोबलाइजेसन भयो भन्छन्, त्यसको चाहिँ स्वरूप बिस्तारै हामीले देख्न पाइरहेछौँ। हामी कहाँ छ बनकुखुरा? कालिजहरू यहाँ तपाईँ हामीले सुनिरहेका छौँ। विभिन्न चराहरू कोइली कराएका, त्यस अन्य चराहरूको आवाज पनि सुन्न पाइएको छ। यहाँ पहिला यो जङ्गलमा बाघ पनि लाग्थ्यो अरे, तर बाघ चितुवाहरू अहिले हाम्रो मानिसहरूको अतिक्रमणले गर्दा विस्थापित हुँदै गइरहेको छ। तर चराहरू सुनिन्छ, आवाजहरू। यो काभ्रे जिल्ला तामाङ जातिहरूको एउटा ठुलो समुदायमा रहेको जिल्ला पनि हो। लगभग 50% भन्दा बढी यहाँ तामाङ जातिहरूको बसोबास रहेको छ। यो ठाउँमा विभिन्न बोलखेहरू परिवारहरू, लुइटेल बोलाखे परिवारहरू र तल्लो स्थानमा सापकोटा अनि अधिकारीहरू, विभिन्न जातिहरूको बसोबास रहेको छ। हामी कुसादेवीमा गाडी राखेर त्यसपछि हामी पैदल यात्रा अगाडि बढिरहेका छौँ। हाम्रो टिमहरू आज बोलखे परिवारको एउटा घरमा गएर बस्ने तयारीमा छौँ। आवश्यक पर्ने सामग्रीहरू तलै बजारबाट किनेर गयौँ। त्यहाँ चाहिँ आवश्यक सामग्रीहरू नपाउन सकिन्छ। बिजुली र इन्टरनेटको अवस्था एकदमै राम्रो छ त्यहाँ, पक्कै पनि त्यसलाई हामीले भरपुर युज गर्नेछौँ इन्टरनेट सेवालाई। हुन त डाटाबाट नै हामी काम गर्न सक्छौँ, तर डाटा त्यति राम्रोसँग नचल्ने ठाउँ देखियो यहाँ चाहिँ। त्यो कारणले गर्दा डाटा किन प्रयोग गर्ने र यो भिडियोहरूलाई हामीले बेलुका वाइफाईमा गएर जोडिएर इन्टरनेट मार्फतबाट व्यापक गराउँछौँ। यो यात्रा हामी टिम, हाम्रो टेलिभिजन टिभी सन्डेका टिमहरूको साथमा अगाडि आएका छौँ। हामी वास्तवमा टिभी सन्डेको एउटा कार्यक्रमको लागि लोकेसन पनि हेर्न आएका हौँ। हेरौँ कस्तो सुविधा छ, के छ, भोलि गएर यहाँ काम गर्न सकिन्छ कि सकिँदैन, यी कुरालाई मध्यनजर गरेर हामीले निर्णय गर्नेछौँ। फाइनल्ली एक स्टेप हामी उकालो एउटा हाइटमा पुगेका छौँ र यसपछि ऐसेली पाउने ठाउँमा यो 2 मिनेट लाग्छ। 2 मिनेट लाग्छ। यही तपाईँको पछाडि छ। यही छ ऐसेली। ल ऐसेली पाउने ठाउँ रहेछ गजब। तर यहाँ पाके छैन, वहाँ पाके। यहाँ नि पाकेको कासल पनि पाउँछ होला यहाँ। ऐसेली पाकेको रहेछ अलिअलि, अलिअलि पाक्न सुरु गरेको छ।
बाजे बाजे अस्ति म गाडी ऐसेले खाने हो त अब कहाँ गएर खाने ऐसेले खाने तल जानुपर्छ ए हो होइन उकालो चढ्ने रफ्तार चाहिँ तल गएपछि फेरि गाह्रो हुन्छ उकालै चढौँ हामी त्यसो त्यसो है ओके ल एकदम खुसी लाग्यो अब धेरै हिँड्नु पर्दैन रहेछ त्यसो त्यसो त्यो तरिकाले हिँड्छ पारी गाउँ देखिएको छैन तपाईँले देख्नुभएको छ यो बोलखे गाउँ हो यो तल गाउँ कुन हो यो गाउँ यो तलको तर यो हामीले बेचेको ठाउँ हो पनौती 12 ए पनौती 12 नम्बर वडा ए पनौती 12 नम्बर यो चाहिँ 9 नम्बर पऱ्यो होइन यो 2 नम्बर ए 2 नम्बर पऱ्यो यो चाहिँ हाम्रो पहिला गोठ हुन्छ नि लेप्पो गोठ लेको गोठ ए हो यहाँ थियो हाम्रो ए यहाँ थियो लेको यही हो यो एरिया हामीले बेचेर गएको एउटा ऐतिहासिक ठाउँ हो यो हामीले टाढा देख्न सक्छौँ यहाँ भ्यू टावर छ एउटा माथि एउटा भ्यू टावर देखिएको छ र साथीहरू हामीले बेलुका तपाईँहरूसँग फेरि म लाइभमा बस्नेछु यो ठाउँ कस्तो लाग्यो के लाग्यो कमेन्ट गरिदिनु होला म निरन्तर अब टिभी सन्डेको पेजबाट र टिकटक म एकादशको कथा भन्नेबाट लाइभमा बस्ने प्रयास गरिरहेको छु सबै कुरा स्रोतहरू जुटाउँदैछु एउटा अफिसियली एउटा लाइभ गर्ने र अनि कथाहरूलाई भन्ने एउटा मैले वातावरण बनाएको छु विश्वभरिका लुकेका हिडन स्टोरीहरूलाई तपाईँहरूको सामु ल्याउने नसुनेका कथाहरूलाई मैले एक्सप्लोर गर्छु टिभी सन्डेबाट एउटा कार्यक्रम आइरहेको छ कार्यक्रम विवेचना विभिन्न वर्गका उत्कृष्ट व्यक्तिहरूलाई ल्याएर सङ्घर्षशील व्यक्तिहरूलाई ल्याएर हामी त्यो विषयमा रहेर विवेचना गर्छौँ त्यो कार्यक्रममा ती स्रष्टाहरूसँग त्यो व्यक्तित्वहरूसँग त्यो ती परिश्रमी व्यक्तित्वहरूको विषयमा हामी रहेर छलफल गर्छौँ उहाँको जीवनीसँग सङ्घर्षसँग र विचारसँग यो कार्यक्रम प्रत्येक आइतबार तपाईँले 7:30 बजे हाम्रो युट्युब च्यानल टिभी सन्डेमा हेर्न सक्नुहुनेछ भोलि आइतबार प्रसारण हुने कार्यक्रम एउटा मालदिप्समा बस्ने एकजना साथी जो साहित्य र सिनेमासँग पनि जोडिनु भएको थियो तर उहाँ चाहिँ विदेशमा गएर काम गर्ने क्रममा भोगेका दुःखका कुराहरूलाई बोकेर उहाँ त अहिले मालदिप्समा विभिन्न देशका मान्छेहरूलाई स्पेसली नेपालका मान्छेहरूलाई र सार कन्ट्रीका मान्छेहरूलाई रेस्क्यु गर्नको लागि आपतमा परेका व्यक्तिहरू जो श्रमको लागि विदेश जाने व्यक्तिहरू जो आपतमा परेका छन् उहाँलाई उद्धार गरेर नेपाल पठाउने उहाँको एउटा संस्था छ हेल्प नेपाल संस्था उहाँ चाहिँ त्यसको चेयरपर्सन हुन्छ उहाँको इन्टरभ्यू भोलि प्रसारण गर्दैछु कृपया हेरिदिनु होला कमेन्ट गरिदिनु होला र त्यस्तो विश्वभरि कुनै व्यक्तिहरू हाम्रा आफन्तहरू साथीभाइहरू हामीले चिनेका कुनै त्यस्ता व्यक्तित्वहरू विश्वभरका कुनै पनि कुनामा अप्ठ्यारोमा पर्नुभएको छ नि उहाँहरूलाई रेस्क्यु गर्न उहाँहरूको उद्धार गर्नको लागि पऱ्यो भने कृपया हाम्रो टिभी सन्डेको उसमा पेजमा आएर तपाईँहरूले चाहिँ खबर गरिदिनु होला त्यो संस्था मार्फतबाट विश्वमा कुनै ठाउँमा रहेका व्यक्तिहरूलाई हामीले उद्धार गर्नेछौँ एउटा स्वच्छ मनले स्थापना गरेको उहाँहरूको संस्था उहाँको इन्टरभ्यू भोलि सुनिदिनु होला अति नै मर्मस्पर्शी छ त्यो एकदमै मार्मिक छ त्यो कार्यक्रम त्यसको लागि हेरेर कमेन्ट पनि गरिदिनु होला र अर्को कुरा अब हामी एउटा एक किसिमको हाइटमा आइपुगेका छौँ लगभग 2100 मिटर माथि छौँ हामी यहाँ तल देखिने गाउँ छ एउटा अहिले मैले नाम पनि भनिसकेको छु यो गाउँ पनौती नगरपालिकाभित्रको वडा नम्बर 9 भन्ने कुरा आयो त्यो भित्र पर्ने गाउँ हो यो पनौती आफैमा पनि एउटा ऐतिहासिक धार्मिकताको हिसाबले इतिहास बोकेको एउटा पनौती बजार हो त्यो जुन बजारको लगभग 35% भूभाग मन्दिर मठ मन्दिर र सामाजिक सार्वजनिक तरिकाले छरिएको एउटा व्यवस्थित पालिकाभित्रको एउटा संरचना भएको धार्मिक संरचना भएको एउटा धार्मिक स्थल पनि हो मैले भिडियो पनि बनाएको छु तपाईँहरूलाई सेयर गर्नेछु
खासमा आज म एउटा कामको लागि मात्रै आएको, तर भिडियोहरू खिच्न मन लाग्यो मलाई। यहाँ आइसकेपछि ती चिजहरू मैले खिचेर हजुरहरूलाई मैले पस्किने प्रयास गरिरहेको छु। म तपाईँलाई अबको एकछिनपछि म भिडियो सार्वजनिक गर्नेछु र हजुरलाई सबैलाई खबर पनि गर्नेछु। वेदर एकदम राम्रो छ, पानी परेको रहेछ, चिप्लो चिप्लो छ बाटो, केयरफुल्ली जुका लाग्छ अरे एकदमै। बेलुका त्यहाँसम्म पुग्दाखेरि कति जुकाले टोक्ने हो, तर केही नै फरक पर्दैन बिचरा, तिनीको नि केही छैन उनीहरूको खेतीपाती, अनि उनीहरूले अलिअलि हाम्रो शरीरबाट रगत खाएर बाँच्ने नै हुन् तिनीहरू, केही फरक पर्दैन। सबैभन्दा माथि पर्छ कृष्ण सरको घर चाहिँ तलै कि माथि? गाडी राखेर लरी अगाडि उसो जग्गा त यता नि छ, त्यहाँ माथि हाम्रै साथमा नि छ। त्यसले घाँसारो गर्ने यही माथि नै यही बाटो हो, त्यसले भारी हाइट चाहिँ गजबको छ, मजासँग। सुन्दर ठाउँ, काभ्रे जिल्ला एकदमै सदरमुकाम काठमाडौँ राजधानीबाट नजिकको जिल्ला, जुन जिल्ला काठमाडौँ जिल्लाको पूर्व साइडमा रहेको जुडिएको जिल्ला सबैलाई थाहा छ। त्यो यो जिल्लामा बनेपा, त्यसपछि धुलीखेल, पनौती यी प्रमुख सहरहरू हुन्। जुन यी सहरमध्ये पनौती अति नै पुरानो धार्मिक दृष्टिकोणले पनि एकदमै पुरानो जिल्ला भित्रको यो पनौती नगरपालिका भित्र नै पर्दो रहेछ यो ठाउँ। तर पनौतीबाट अलिकति 8-10 किलोमिटर माथि केही पैदल यात्रा हिँडिसकेपछि यो दुर्गम लाग्ने ठाउँ जस्तो लाग्यो है। तर पनि प्राकृतिक दृष्टिकोणले अति नै राम्रो। नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरिएको देश। हामी नेपाली उकाली ओह्राली समथर जग्गा जहाँ पनि हामी हिँड्न सक्ने, काम गर्न सक्ने सामर्थ्य भएका नेपालीहरू हामी। हामी अब यो हाइट चढ्दैछौँ। अहिले चाहिँ एकदम फ्ल्याट जङ्गलभित्रबाट फ्ल्याट एरियाबाट हिँडिराखेको थियौँ। अब उकालो छ अरे, यहाँ चाहिँ पुरै उकालो छ अरे, लगभग 15 मिनट 20 मिनट जति उकालो चढ्न पर्ने भन्ने कुरो छ। पनौतीबाट कति किलोमिटर? यहाँ 7 किलोमिटर होइन? पनौतीबाट 7 किलोमिटर त पर्छ होला। 7 किलोमिटर। यो गाउँको नाम के अरे? यो गाउँको नाम चाहिँ बोलाखे गाउँ। बोलाखे गाउँ होइन? ए बोलाखे गाउँ। हामी अब कति किलोमिटर हिँड्छ यहाँबाट? 3 किलोमिटर भनेपछि आधा घन्टा बढी 45 मिनट। त्यहाँबाट हामी लगभग हाइट चाहिँ यसको लगभग होला कति 1800 छ हाइट। 1800 हाइटमा छौँ हामी यहाँ पनौतीभन्दा माथि। बढी होला है? 2500 छ? 2500 हिउँ छैन होला 2500। न त हिउँ पर्ने ठाउँ हो त, हिउँ त पर्दैन नि यहाँ त। ए गइराङको पुसै नि आउनु भएको छ। ल यो काभ्रे जिल्लाको पनौतीबाट लगभग माथि हामी 7 किलोमिटर गाडी जाने सक्ने सम्भावना नभएर हामी गाडी चाहिँ पार्किङ गरेर पैदल यात्रा गर्दैछौँ। हाम्रो टिम हामी 4-5 जना छौँ। हामी आज बोलाखे गाउँको बोलाखे परिवारको एउटा घरमा गएर बस्छौँ।
काठमाडौँ जिल्लाको पूर्व साइडमा रहेको जुडिएको जिल्ला सबैलाई थाहा छ त्यो। यो जिल्लामा बनेपा, त्यसपछि धुलीखेल ल पनौती यी प्रमुख सहरहरू हुन्। जुन यी सहरमध्ये पनौती अति नै पुरानो धार्मिक दृष्टिकोणले पनि एकदमै पुरानो जिल्ला भित्रको यो पनौती नगरपालिका भित्र नै पर्दो रहेछ यो ठाउँ। तर पनौतीबाट अलिकति 8-10 किलोमिटर माथि केही पैदल यात्रा हिँडिसकेपछि यो दुर्गम लाग्ने ठाउँ जस्तो लाग्यो है। तर पनि प्राकृतिक दृष्टिकोणले अति नै राम्रो। नेपाल आफैमा प्राकृतिक सौन्दर्यताले भरिएको देश। हामी नेपाली उकाली ओह्राली समथर जग्गा जहाँ पनि हामी हिँड्न सक्ने, काम गर्न सक्ने सामर्थ्य भएका नेपालीहरू हामी। हामी अब यो हाइट चढ्दैछौँ। अहिले चाहिँ एकदम फ्ल्याट जङ्गलभित्रको एउटा फ्ल्याट एरियाबाट हिँडिरहेको थियौँ। अब उकालो छ अरे, यहाँ चाहिँ पुरै उकालो छ अरे। लगभग 15 मिनट 20 मिनट जति उकालो चढ्न पर्ने भन्ने कुरो छ। पनौतीबाट कति किलोमिटर? यहाँ 7 किलोमिटर होइन? पनौतीबाट 7 किलोमिटर त पर्छ होला। 7 किलोमिटर। यो गाउँको नाम के अरे? यो गाउँको नाम चाहिँ बोलाखे गाउँ। बोलाखे गाउँ होइन? ए बोलाखे गाउँ। हामी अब कति किलोमिटर हिँड्छ यहाँबाट? 3 किलोमिटर भनेपछि आधा घन्टा बढी 45 मिनट। हामी लगभग हाइट चाहिँ यसको लगभग होला कति? 1800 छ हाइट। 1800 हाइटमा छौँ हामी यहाँ पनौतीभन्दा माथि। बढी होला है? 2500 छ? 2500 हिउँ छैन होला। 2500 न त हिउँ पर्ने ठाउँ हो त। हिउँ त पर्दैन नि यहाँ त। गैराङ्गो पुसैनी आउनुभएको छ। ल यो काभ्रे जिल्लाको पनौतीबाट झेल्लाको माथि हामी 7 किलोमिटर गाडी जाने सक्ने सम्भावना भएर हामी गाडी चाहिँ पार्किङ गरेर पैदल यात्रा गर्दैछौँ। हाम्रो टिम हामी 4-5 जना छौँ। हामी आज बोलाखे गाउँको बोलाखे परिवारको एउटा घरमा गएर बस्छौँ।